त्यस कारणले राजाहरूलाई यो आउट गरेको कारण त्यो रहेछ कि लास्टमा कलखाना बनाएको बेच्दै खाँदै यस्तो खोक्रो भयो। सारा खतम पारे नि काङ्ग्रेस एमाले माओवादी यो अहिले पार्टी भनेपछि विदेशी पार्टी के त्यही त गठबन्धन गरेछ मिलेछ खाएछन् कहाँदेखि त्यही हो सबै मिलिरहेछन् खाइरहेछन् अनि आफ्नै कार्यकर्ता भनी मनाउने देश कङ्गाल बनाउने आज आएर युवाहरू सबै विदेशमा लगेर बेचिरहेछन् सबै चाहिँ तराईका चाहिँ दिल्लीतिर काम गर्ने दिल्लीतिर पन्जाबतिर काम गर्ने अनि अब अहिलेको मेन भने इन्डिया जाने भने बेङ्गलोर हेर्नु बेङ्गलोर आजले के भन्छन् मान्छे भन्दाखेरि ल जापान भन्दा हाम्रो चाहिँ बेङ्गलोरमा कमाइ छ है भन्छन् भने तिनीहरू अब नेपालमा आउँछन् त तिनीहरू बेङ्गलोर त्यहाँको सुविधा अरब गइरहेछ युरोप गइरहेछ जाँदा संसारभरि हाम्रो युवा सबै बेचेरै सक्यो नि 20-50 लाख लिने 2-4 लाख लिने बेच्ने युवा युवतीहरू सब बेचिरहेछन् कति दुःख पाइरहेछन् हाम्रो देश चाहिँ राजा नभएको देश पनि यही हो क्या यहाँ चाहिँ अब राजाले चाहिँ तपाईँको अब राजा यहाँ नेपाली जनताले लिएर आउनु पर्यो राजा लिएर आएपछि 25 वर्षसम्म देश विकास नहुन्जेलसम्म एकतन्त्री शासन चुनावै नगरिकन एकतन्त्री शासन चलाउनु पर्छ क्या अनि युवाहरू विदेश गएको युवा पनि सबै यहाँ बोलाउनु पर्छ यहाँ सबै यिनी कल कारखाना खोलेर सबै चाहिँ देश विकास गर्नुपर्छ जनता र राजा मिलेर युवा सबै मिलेर अब हेर्नु पहिला यो चीनमा भयो चाइना हेर्नु पहिला कति थियो पहिला यो नेपाल जति पनि थिएन क्या चाइना थिएन कहाँबाट थियो अन्त त्यो चाहिँ एउटा छुट्टै युगले चाइना भयो अन्त उता बेलायतमा भयो औद्योगिक क्रान्ति ल्यायो ल छोडिदिउँ हामी चाहिँ अरू देशकै कपडाहरू नल्याइदिउँ हामी आफ्नै देशमा गऱ्यौँ भने त्यो कति आविष्कार गऱ्यो क्या औद्योगिक क्रान्तिमा भयो त्यस्तै क्रान्ति ल्याउनु त नि त्यस्तो राम्रो क्रान्ति रेडियो नेपालमा म तपाईँहरू जत्रो हुँदाखेरि रेडियो नेपालमा अब 2038-40 सालतिर 2038-40 सालतिर रेडियो नेपालमा हामी सुन्थ्यौँ क्या ठुला साना मजेौला गरेर 22,000 चाहिँ कल कारखाना खोलेको राजा महेन्द्रले एकदम हो ज्ञानेन्द्र सरकारको महेन्द्रले 22,000 कल कारखाना साना ठुला मजेौला खोलेको यहाँ हाम्रो पाङा कीर्तिपुरमा सबैको यहाँ 60% को घरमा चाहिँ आफ्नो घर आफूले लाउने कपडा सबै तानहरू थियो सबै घरैपछि तान छोरीचेलीहरूले सबै चलाउँथे आफ्नो लाउने लुगा आफै गर्ने यस्तो कल कारखाना कति थिए पहिला गाउँतिर पनि 10 वर्षमा 17 सालमा यो अहिलेका गणतन्त्रवादी काङ्ग्रेस कम्युनिस्टहरूलाई अपहरण गरे होइन त राजाले फेरि गर्नुपर्छ क्या फेरि गर्नुपर्छ एकतन्त्री शासन 25 वर्ष लगिदिएपछि यहाँ कोही चोर हत्याराहरूलाई यिनीहरू सबलाई चाहिँ जेलमा कोचेर यिनीहरूको सिटी सम्पत्ति सबै खोजेर राष्ट्रियकरण गरेर यो काङ्ग्रेस एमाले माओवादी तराईका यो स्वतन्त्र भन्ने सबै पार्टीका ठुला नेताहरूलाई चाहिँ तपाईँको जेलमा कोचेर यिनीहरूको सिटी सम्पत्ति सबै राष्ट्रियकरण गरेर अनिखेरि चाहिँ तपाईँको देश विकास गर्नुपर्छ नत्र भने यो देश चाहिँ यिनीहरूको विदेशी पार्टीहरूले चाहिँ यो चलाउने देश होइन क्या यो राजा र जनताले पनि चलाउने आफ्नो देश आफैले विकास गर्ने हो विदेशीले गर्दैन क्या यहाँ लुट्न आएका हुन् लुटेकै हो संसार लुटिरहेछ तपाईँको अब तपाईँको मैले 46 सालबाट त सबै हेरेर आइरहेछ नि त सबै हेरेर आइरहेछ म राजनीतिकै कुनै पार्टीको त्यो पनि होइन म पनि एउटा स्वतन्त्र व्यक्ति हो क्या म आफ्नै गरी खाइरहेको छु कसैको सरकारी चाहिने खाएको छैन अहिलेसम्म मैले यहाँ नेपाली जनतालाई अन्याय भएको कुरा मात्रै गरे हो क्या तपाईँ पत्रकार नि होइन म नेता पनि होइन च्यानलबाट अनि यहाँ चाहिँ यसो हावा खाना आएको अनि त्यही कुरा गरिदिएको हो क्या बाबु देश चाहिँ अहिले चकनाचुर भइसकेका जहाँ देशको सम्पत्ति भने युवा होइन तपाईँ होइन तपाईँ जस्तो पाखुरा भएको युवा चाहिँ त्यहाँ जापानमा चाहिँ एकजना युवाले चाहिँ 10 लाख महिनाको कमाउँछ एकदम कमाउँछ अनि 3 करोड त देशलाई कमाइदिन्छ होइन अनि वर्षको 3 करोड चाहिँ देशलाई कमाइदिन्छ 10 करोड कमाइदिन्छ 3 करोडदेखि त्यही नेपाली गएर काम गरे नेपाली गोर्खाली भनौँ न गोर्खाली गएर त्यहाँ काम गरे लास्टमा फाइदा आउने चाहिँ उनीहरूको हाम्रो देशमै यो डुब्दै जान्छ देश धनी बनाएको छ उनीहरूको त त्यहाँ के छ भनेदेखि अङ्ग्रेजी त पढ्नै पर्दैन छ जापानमा पढ्दैन जापानिज हो त्यो पनि राजै भएको मुलुक हो तैपनि यहाँ चाहिँ के भन्दाखेरि चाहिँ तपाईँको त्यहाँ अब काम त्यहाँ गर्ने मान्छे नपुगेर आफ्नो युवाहरूले गर्ने काम युवा भने देशको सम्पत्ति हो नि त सम्पत्ति हो नि त अनि